साथीहरू भेजिटेरियन हुनुहुन्छ भने म आज एउटा भेजिटेबल सुप बनाउन लागिरहेको छु है। एकदम जाडो पनि बढिरहेको छ जापानको ठाउँमा। के सुप बनाएर खाने होला भन्ने हुन्छ नि त। माछा मासु नखानेहरूको लागि त अलि समस्या पर्छ। अनि त्यही भएर तर खोज्यो भने चाहिँ समस्या पर्दैन। हामीले जानेनौँ भने समस्या पर्ने हो। मान्छेहरू के खान्छन् र भन्छन् नि त। तर गाह्रो छैन। यहाँ मैले अहिले बनाउँदैछु कि पानीमा चाहिँ थोरै कोदोको पिठो पनि घोलेर राखेको छु। नुन बेसार हालेको छु। खासै केही पनि छैन। र अब यसमा थोरै हाक्साई जुन जापानमा पाइन्छ यो हाक्साईलाई पनि यहाँ हालेको छु। यो जाडोको समयमा सबभन्दा एकदम राम्रो हुने चाहिँ हाक्साई हो। यसले शरीरलाई चाहिँ हिट राख्छ, गर्मी बनाउँछ यसले। त्यसले थोरै हाक्साई राख्दा पनि हुन्छ। अनि यसमा आफूलाई स्वाद अनुसारको लसुन प्याज खानुहुन्छ भने लसुन प्याज प्लस गर्नुहोस्। त्यसपछि गएर गेडागुडी पनि हामी राख्न सक्छौँ। मकै केराउ गेडागुडी जे छ गाजर जे छ हामीसँग यो सबै हामी एड गर्छौँ। अनि त्यसपछि आफूलाई स्वाद अनुसार थोरै यसमा मरिच पनि राख्न सक्छौँ। कसैले खानुहुन्छ भने राख्नुहोस्। अदुवा मरिच राख्नुहोस्, नभए नराख्दा पनि हुन्छ। यो सबै यसरी मिक्स गरेर अब यसलाई एकछिन पकाउनु पर्छ, किनकि कोदोको पिठो पनि राखेका छौँ। त्यसैले यसलाई पकाउनु पर्छ। अनि यसमा मैले टोफुलाई पनि एड गरेको छु है। थोरै टोफु पनि राखेको छु। अब एकछिन पकाएपछि यो हामीले जाडोको समयमा चाहिँ एकदम आनन्द लिन सक्छौँ। यो बेलुकामा खाँदा यसरी बेलुकामा खाँदा एकदम राम्रो। अझै थोरै टेस्टीको लागि पाकिसकेपछि लेमन पनि निचारेर खाँदा अझ टेस्टी हुन्छ है। यो चाहिँ मलाई पनि थाहा थिएन। च्याट जिपिटीबाट सिकेको है यो चाहिँ। ल यसरी नै बनाएर खानु होला। भिडियो मन परे लाइक कमेन्ट गर्नु होला।